नमस्ते सबैजनामा। आज चाहिँ हामी चाहिँ एसएसएफ लगइन आइडी कार्ड चाहिँ अनलाइनबाट कसरी बनाउने भनेर चाहिँ त्यसको लागि भिडियो बनाउँदैछौँ। सबभन्दा पहिला चाहिँ एसएसएफको चाहिँ क्रोम ब्राउजरबाट चाहिँ ओपन गरिसकेपछि सोसल सेक्युरिटी फन्डको पेज ओपन हुन्छ। त्यसपछि चाहिँ हामी सबभन्दा पहिला एसएसएफको आइडी ओपन भइसकेपछि चाहिँ रिपोर्टमा क्लिक गर्नेछौँ हैन। रिपोर्ट ड्यासबोर्डमा ओपन भइसकेपछि चाहिँ रजिस्ट्रेसन भन्ने अप्सन हुन्छ। रजिस्ट्रेसन भन्ने अप्सनमा क्लिक गर्नेछौँ। त्यसपछि हामी चाहिँ रजिस्ट्रेसन पछि चाहिँ यस्तो इन्टरफेस ओपन हुन्छ। त्यसपछि सिम्पली अप्सन त्यहाँनिर छान्नुहोस् भन्ने अप्सन हुन्छ। छान्नुहोस् अप्सनमा चाहिँ त्यहाँनिर चाहिँ आइडी कार्ड र अर्को अप्सन हुन्छ रजिस्ट्रेसन आइडी। हामी चाहिँ आइडी कार्डमा ओपन क्लिक गर्नेछौँ। त्यसपछि सिम्पली भ्यू अप्सन हुन्छ। भ्यू अप्सनमा क्लिक गरिसकेपछि चाहिँ तपाईँको एसएसएफको आइडी कार्ड डाउनलोड गर्नुपर्ने हुन्छ। डाउनलोड गरिसकेपछि सिम्पली तपाईँले चाहिँ त्यसलाई चाहिँ प्रिन्ट गरेर चाहिँ आइडी कार्ड चाहिँ निकाल्न सकिन्छ। Thank you for watching video.